कुवेतमा खाद्यान्न सामग्री लगायत पानीहरू सबै सर्टेज हुन्छ कि जस्तो जस्तो चाहिँ भएको थियो र अहिले भने कुवेतका यहाँ मन्त्री नै गएर पुरै खाद्य भण्डारमै गएर चाहिँ हेर्नुभएको छ, आएको छ सामानहरू। तपाईँहरू ढुक्क हुनु होला, सामानहरू भनेको छ कि यहाँका मन्त्रीले भन्नुभएको छ कुनै पनि त्यस्तो सङ्कट केही हुँदैन, सबै आइसकेको छ, स्टोर भइसकेको छ भनेर भनेको छ। केही दिन केही पानीहरूको बोतल सानो ऊ चाहिँ थोरै सर्टेज भयो जस्तो भयो। यो अवस्थामा त हुने नै भयो, केही यसो त्यो त अब नर्मल्ली कुरा हो, अवस्थै यस्तै छ यहाँको। र अहिलेलाई भने चाहिँ सबै सामानहरू चाहिँ उपलब्ध छ, सबै पाइन्छ, कुनै यस्ता सङ्कट भन्ने चाहिँ छैन भनेर चाहिँ एउटा खबर आएको छ। र तपाईँलाई मैले भिडियोमा देखाइरहेको छु न्युजहरू, तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँलाई बकैदा ल्याइदिएको पनि छु। र कसैलाई चाहिँ यो खाद्यान्न पाइन्न, सामान ल्याएर थुपार्नुहोस् यस्तो उस्तो भनेर चाहिँ अब त्यो पनि गलत कुरा पनि जानकारी नदिनु होला। पाइन्छ, तर अब केही कुराहरू चाहिँ सर्टेज भएको अवस्था छ, तर यो हुने नै भयो है। र सबै कुराहरू सर्टेज जे हुन्छ खानै पाइन्न भन्ने किसिमका चाहिँ गलत कुराहरू नदिउँ, यो खान पाइन्छ, त्यस्तो हुँदैन। जति सक्दो यहाँको मन्त्रीले चाहिँ कुवेतका जुन मानिस लगायत सम्पूर्ण यहाँको कुवेतमा बसोबास गर्नेहरूको लागि चाहिँ केही कुराको पनि सङ्कट नहोस् भन्नुभएको छ। सबै कुरा सहजै भएको छ भन्ने कुराहरू चाहिँ जानकारीमा आएको छ भन्दै यो भिडियो सबैजनालाई सेयर गरिदिनु होला, त्यस्तो आत्तिनु पर्दैन है त।